घन्टीमा भोट हालेन भने पैसा पठाउँदिन भनेर सिकाउने पार्टीले साथीहरू नमस्कार। मेरो सम्पूर्णमा साथीहरू तपाईँलाई कस्तो लाग्छ, के भन्न चाहनुहुन्छ? यहाँ कुरा सुन्दाखेरि पनि टुप्पी तातेर आउँछ। राजसभाका घन्टे मित्रहरूले विदेशमा खटेका युवाहरूलाई फोन गरेर तिमीहरूले घरमा फोन गरेर घन्टीमा भोट हाल्नु भन्नु, घन्टीमा भोट हाल्यौ न भने हामी पैसै पठाउँदिन भन्नु भनेर थर्काउँदो रहेछन् अरे। तिनीहरूका बाबुको ऋण खाइदिएको जस्तो आफ्ना बाबुआमा पाल्न पनि घन्टीमा भोट हाल्नुपर्ने। राजसभाका घन्टे मित्रहरूलाई मेरो 3टा प्रश्न छन्। हिम्मत छ भने झापा क्षेत्र नम्बर 5 मा मेरो घरमा घन्टीमा भोट माग्न आउने हिम्मत गर। मेरो 3टा प्रश्न छन्। 3टा प्रश्नको सही उत्तर दिन सक्नुपर्छ। मैले 2टा माला बनाएर राखेको छु, एउटा जुत्ताको माला, एउटा फुलको माला। मेरो 3टा सही प्रश्नको उत्तर पहिले पाएँ भने राजसभालाई भोट पनि पक्का भयो। फुलको माला लगाएर स्वागत गरेर बिदा गर्नेछु। यदि मेरो 3टा सही प्रश्नको सही उत्तर पाइनँ भने जुत्ताका माला लगाएर बिदा गर्नेछु। यदि हिम्मत छ भने आए हुन्छ। 3टा कुन कुन प्रश्न हुन् भन्ने कुरामा राजसभाका सभापति रवि लामिछानेजीले राजनीतिमा प्रवेश गरिसकेपछि चुनाव जित्नको लागि राजसभा सरकारमा पुगेको 100 दिनभित्रमा कम्तीमा पनि 100 जना युवालाई यो देशमा रोजगारी दिनको लागि विदेशमा अलपत्र परेका युवाहरूलाई खाडी मुलुकमै गएर नेपाल आउनको लागि फ्री टिकटको स्टिकर टाँस्छु भनेको त्यो कार्यान्वयन किन नगरेको? त्यो पहिलो प्रश्न। दोस्रो प्रश्न, राजसभा सरकारमा पुगिसकेपछि पत्रकारले खोइ त विदेशमा अलपत्र परेका युवालाई झिकाउने अभियान भनेर रवि लामिछानेजीलाई सोद्धाखेरि के को अभियान न सभियान, देशको माया छ भने आफै टिकट काट्ने आउने, के टिकट बन्द भएको छ र उहाँ पछि टुच्च हानिरहने भनेको? त्यो प्रश्नको उत्तर दिनु पर्यो। तेस्रो, कञ्चनपुरकी 13 वर्षे बालिका निर्मला पन्थका घरमा गएर निर्मला पन्थकी आमा राजसभालाई भोट दिनु। राजसभा सरकारमा पुगेको 72 घण्टाभित्रमा निर्मला पन्थका अपराधीलाई सार्वजनिक गर्छु भनेको त्यो कार्यान्वयन किन नगरेको? त्यही प्रश्न म सोध्न चाहन्छु। त्यसको उत्तर दिनुपर्ने छ हिम्मत भने आए हुन्छ। यो अग्नि उप्रेतीले बोलेपछि सकियो। अग्नि उप्रेतीले बोलेपछि राजा पनि बोल्नु पर्दैन। अग्नि उप्रेतीले बोलेपछि राजा बोल्दैन। सकियो कुरा। हिम्मत भने आए हुन्छ।